नमस्कार दर्शकबिन, आज हामी सकस सिरियलको भाग 147 को छोटो पूर्व अनुमान लिएर आएका छौँ। अघिल्लो भागमा शिवको व्यवहारले परिवारभित्र तनाव बढेको देखियो। सम्पत्ति र अधिकारको विषय लिएर उनले बारम्बार प्रश्न उठाउँदा चन्दे र मुकेश पनि चिन्तित बनेका छन्। उनीहरू परिवार टुट्न नदिन प्रयासरत छन् भने बुवा आमाले आफ्ना छोराछोरी बीचको विवादको दुःख महसुस गरिरहेका छन्। यसैबीच आरती र मुनाले पनि परिवारका शान्ति कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने सङ्केत देखिएको छ। उनीहरू सबैलाई मिलेर बस्न र आपसी समझदारी बढाउन आग्रह गरिरहेका छन्। भाग 148 मा शिवले आफ्नो व्यवहार बारे सोच्न बाध्य हुने घटनाहरू देख्न सकिन्छ। चन्द्र र मुकेशले पनि दाजुभाइको सम्बन्ध सम्पत्ति भन्दा ठुलो हुने कुरा फेरि सम्झाउनेछन्। परिवारमा नयाँ छलफल र केही भावनात्मक दृश्यहरू आउने सम्भावना छ। अब हेर्न बाँकी छ शिवले आफ्नो सोच र परिवर्तन गर्लान् कि नयाँ विवादको सुरुवात हुनेछ। परिवार फेरि एकजुट बन्ला कि तनाव अझ बढ्ला। यिनै रोचक मोडल सँग सकस सिरियल 100 भाग 48 निकै रोमान्चक र सन्देशमूलक बन्ने अपेक्षा गरिएको छ। धन्यवाद।